को जुन परिकल्पना गर्नुभयो र यो सल्याउ पार्क सम्बन्धी सम्पूर्ण आर्थिक संयोजन गर्नुहुने अत्यन्तै प्रखर व्यक्तित्व मुम्चे राई ज्यूलाई यस सल्याउ पार्क सम्बन्धी आय व्यय लगायत सम्पूर्ण विवरणहरू छोटकरीमा राखिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। 2050 को दशकदेखि पीडाले भरिएको एउटा कुम्लो बोकिरहेको थिएँ र जुन कुम्लोभित्र देशको लागि रगत र पसिना बगाइरहने अम्बुले राई समुदायको संस्कार र संस्कृति राज्य सत्ताबाट ओझेलमा परिरहेको मैले देख्ने गरेको थिएँ। फलस्वरूप 10 वर्ष अगाडि मैले दुबईबाट आफ्नो घर परिवारलाई भेट्न आउने क्रममा स्तम्भ यात्रा नै घोषणा गरेर म आएँ र नेपाल आइसकेपछि अम्बुले राई समुदायका विभिन्न बुद्धिजीवी विभिन्न सङ्घ संस्थाका साथीहरूसँग परामर्श गर्दै जाँदा अम्बुले राई समाज सुनसरीका तत्कालीन अध्यक्ष रामकुमार राई र सल्लाहकार सुभाषचन्द्र राईसँग मैले भेट्ने अवसर पाएँ र मैले आफ्नो पीडाले भरेको त्यो कुम्लो उहाँहरूको सामु बिसाएँ र उहाँहरूले तत्कालै अब हाम्रो समाज र समुदायको लागि हाम्रो संस्कार संस्कृतिको लागि केही गर्नुपर्छ, नगरी हुँदैन भन्ने कुरा लाई महसुस गर्दै सुभाषचन्द्र राई र रामकर राईबाट मेरो प्रस्तावलाई मौखिक रूपमा स्वीकार गरी यस प्रस्तावलाई चाहिँ अम्बुले राई समाज सुनसरी जिल्ला कार्य समितिले अम्बुले राई समाज केन्द्रीय कार्य समितिको पहिलो अधिवेशनमा आधिकारिक रूपमा पेश गर्दै यो सल्याउ स्तम्भ बनाउनु पर्छ भन्ने निर्णय अमराज केन्द्रीय कार्य समिति ले गरेपछि हामीले यस कामको सुरुवात गर्यौं र जुन क्रममा मलाई आर्थिक संयोजकको जिम्मेवारी पनि दियो। परिकल्पना त गरियो, अब जिम्मेवारी पनि बिहोर्नु पर्ने भएको हुँदा मैले आर्थिक संयोजकको हैसियतले विभिन्न सङ्घ संस्था विभिन्न निकाय र देश विदेशमा रहेका अम्बुले राई तथा गैर अम्बुले राईहरूसँग हार गुहार गर्दै रकम सङ्कलन गर्ने क्रममा दुईटा शीर्षकमा हामीले रकम सङ्कलन गर्दै गयौँ र जसमा 62 लाख विभिन्न समयमा 62 लाख चाहिँ हामीले राज्य कोषबाट प्राप्त गर्न सफल भयौँ भने व्यक्तिगत रूपमा जम्मी 27,79,894 रुपियाँ सङ्कलन गर्न सफल भयौँ र टोटल हाम्रो आर्थिक सङ्कलन 89,79,894 देखिएको छ र यसमा खर्च 86 लाख को आसपासमा रहेको छ र यसको सम्पूर्ण विस्तृत विवरण अम्बुले राई केन्द्रीय कार्य समितिको दोस्रो महाधिवेशनमा प्रस्तुत गरिनेछ र त्यसको लागि म यहाँहरू सबै शुभचिन्तकहरूमा धन्यवाद दिँदै जो जहाँ रहनु भएको छ, देशमा रहनु भएको छ, परदेशमा रहनु भएको छ, हृदय खोलेर सल्याउ स्तम्भ निर्माण गर्नमा जुट्नु भएको छ, तपाईहरुको उपस्थित रहेको छ, सम्पूर्णलाई म नमस्कार धन्यवाद टक्राउँदै आफ्नो कुरा यही राख्न चाहन्छु। धन्यवाद।